बालेन शाहका फ्यानहरूले प्रशंसा स्वरूप लेख्ने गर्छन्, बालेन इज किङ। फ्यानहरूले व्यक्त गर्ने यस्ता आकर्षक कमेन्टपछि सायद बालेनलाई पनि आजकल लाग्छ होला, म त राजा नै भएछु कि क्या हो। माइतीघर चोकमा भइरहेको आन्दोलनका कारण शुक्रबार नेपाल प्रहरीले बाटो छेकेर आगमन डाइभर्ट गरेको रहेछ। त्यही बेला माइतीघरमा बालेनको गाडी पनि पुगेछ। प्रहरीले बालेनको गाडी पनि रोक्यो, तर मेयर शाहलाई सायद लाग्यो राजाको बाटो छेक्ने को उनीहरू। त्यसपछि उनी गाडीबाट उत्रिए र प्रहरीको ब्यारिकेडमा गएर एक लात्ता हानिदिए। त्यसपछि के भयो त? गत शुक्रबार महानगरका मेयर शाहरी माइतीघर मण्डलमा अस्वाभाविक हरकत देखाएका छन्। उनको हरकतले प्रहरी र महानगरका प्रहरी बीच नै मुठभेडसम्मको खतरा पैदा भएको थियो। खासमा त्यस दिन प्रदेश एकलाई कोशी नामाकरण गरिएको विरोधमा माइतीघर मण्डलमा केही व्यक्तिहरूले प्रदर्शन गरिरहेका थिए। बिहान 11 बजे मेयर शाह आफू चढेको गाडीबाट आक्रोशित हुँदै निस्किए र प्रहरी ब्यारिकेडमा लात्ताले हिर्काए। उनले आन्दोलन रोकेर यातायातको अवरोध हटाउन खोजेका थिए भन्ने बुझिएको छ, तर त्यसबेला आन्दोलन स्थलमा रहेका प्रहरीले उनको शैली मन पराएन। त्यसपछि बालेन आफ्नो कार्यालयतर्फ लागे। आन्दोलन स्थलमा सवारी साधनहरू डाइभर्ट गर्न प्रहरी आफै ब्यारिकेड बनाएर बसेका थिए। त्यसको एक घण्टापछि बालेनले महानगरपालिकाका नगर प्रहरीलाई आन्दोलन स्थलमा हस्तक्षेप गर्न माइतीघरमा खटाए। नगर प्रहरीहरू गाडीबाट ओर्नेर आन्दोलनमा हस्तक्षेप गर्न थाले। आन्दोलनकारीको ब्यानर खोज्न थाले। प्रहरी हुँदाहुँदै क्षेत्र अधिकार बाहिर गएर नगर प्रहरीले आन्दोलनमा हस्तक्षेप गरेपछि प्रहरी र नगर प्रहरी बीच नै मुठभेड हुने खतरा नै पैदा भएको थियो। सबैहरूलाई भारी पर्छ, कानून भन्दा माथि नजानु होला। महानगर प्रहरी